साथीहरु म आज यसै भिडियो मार्फत तपाईहरुमाझ यस्तो एउटा महत्त्वपूर्ण कुराको खुलासा गर्दैछु जुन कुरा तपाईहरुले देख्नु त परे राखौं अहिलेसम्म सुन्नु भएको पनि थिएन हैन त्यही कुरा चाहिँ आज म तपाईहरुलाई प्र्याक्टिकल रूपमा हैन तपाईहरुलाई म देखाउन गइरहेको छु सिकाउन गइरहेको छु ओके र यो भिडियो जसले स्किप गर्यो त्यसले जीवनमा धेरै ठुलो कुरा गुमायो भनेर सोच्नु होला है धेरै ठुलो कुरो गुमायो भनेर सोच्नु होला र हामी प्रत्येक मानव जीवनमा यो लागू हुने कुरा हो के हो भन्दाखेरि कुरो धेरै ठुलो कुरो होइन कुरो तपाई हाम्रै घरमा छ सबैलाई हामी रोपेको होला हैन यो तपाईहरुले मनी प्लान्ट भन्ने सुन्नु भएको होला सायद हैन प्रत्येक घरमा धेरैको घरमा मनी प्लान्ट लागेको पनि छ हैन प्रायः सबैको घरमा मनी प्लान्ट हुन्छ यो मनी प्लान्ट किन रोपिन्छ त वास्तवमा यो धेरै कारणहरु छ हैन एउटा कारण सकारात्मक ऊर्जा आउँछ भन्छन् कसैले हैन कसैले भन्छन् तपाईको सच्चा हावा प्राप्त हुन्छ त्यो घरभित्र हालेपछि भन्छन् कसैले भन्छन् एउटा सहजै तरिकाले एउटा पानीमा माटोमा जसरी पनि सहजै तरिकाले एउटा उम्रिने एउटा वनस्पति भएकोले गर्दाखेरि त्यसलाई रोप्ने गरिन्छ भन्छ तर त्यो पनि होला त्यो कुरा पनि हो त्यो आफ्नै पाटो छ तर वास्तवमा यो किन रोपिन्छ भने साथीहरु हेर्नु त यस्तो भएको खण्डमा यसलाई रोप्ने हो तर यो रोप्ने किन कसरी रोप्ने किन भन्दा पनि कसरी रोप्ने भन्ने हुन्छ के हरेक कुराको एउटा विधि हुन्छ त्यो हामीले विधि चाहिँ पुर्यारसँगले रोप्नु पर्ने हुन्छ यसलाई कसरी रोप्ने त ल मेरो पर्समा अहिले 1 रुपैयाँ फुटेको कौडी छैन भनेपछि मैले यो पट लिए हैन एउटा पट लिएको छु तपाईले यहाँ देख्न सक्नुहुन्छ यो पटमा यो मजाक होइन है साथीहरु मजाक होइन है ल यो वास्तविक कुरो मैले तपाईहरुलाई गरिरहेको छु सिरियस म हुन त अलिकति कमेडी खालको भिडियो बनाउँछु त तर यो चाहिँ कमेडी नसोचेर तपाईहरुले सिरियस तरिकाले सोच्दिनु होला है कृपया यहाँ देख्न सक्नुभयो पट है एउटा ग्लासको मैले पट लिएको छु मैले यहाँ मसँग अलिकति केही रकमहरु यहाँ छ मैले यहाँ ढक्की पैसा हाले हैन है देख्न सक्नुहुन्छ है यहाँ सबै पैसा छ अब यसलाई फेरि तपाईहरु यहाँ स्किप गर्नु सक्नुहुन्छ स्किप एकछिन नगर्नुहोस् ल एकछिन नगर्नुहोस् पुरा भिडियो हेर्नुहोस् ल रुको जरा सबर करो आराम से लेने का हां अब यहाँ यसलाई कसरी रोप्ने भन्दाखेरि चाहिँ नि फेरि यो भयो हैन अब यहाँ फेरि तपाईले पानी चाहिँ एकदम राम्रो पानी हाल्नुहोस् ल एकदम राम्रो पानी हाल्नुहोस् अनि अझ यसलाई फ्रिजमा राखेर चाहिँ अलि चिसो बनाएर चाहिँ हाल्ने गर्नुहोस् ल हाल्दाखेरि राम्रो हुन्छ यो मैले 2 घण्टा भिजाएको पानी है यहाँ देख्न सक्नुहुन्छ है तपाईहरुलाई म क्लियर देखाउँछु यहाँ यस्तो भयो हैन यस्तो भयो भनेपछि अब यहाँ हामी चाहिँ मनी प्लान्ट हाल्छौं कुरो धेरै इजी छ क्या इजी छ त्यसैमा हुँदैन के साथीहरु त्यसै हुँदैन मैले यो मनी प्लान्टको बिरुवा चाहिँ मैले ग्लासमा राखेको छु ल ग्लासमा राखेको थिए यसलाई चाहिँ म यहाँनिर शिफ्ट गर्दै छु तपाईहरुले चाहिँ स्किप नगर्नुहोस् है स्किप नगर्नु होला अझै धेरै छ के यहाँ कुरा धेरै छ साथीहरु कुरो बुझ्नु पर्यो हामीले मनी प्लान्ट रोप्यौं पैसा आएन घरमा लक्ष्मी पसेन लक्ष्मी पस्छ भन्थ्यो पैसा आउँछ भन्थ्यो खै आएन भनेर धेरै साथीहरुले भन्नुभयो कि वास्तवमा यसलाई यसरी रोप्ने हो के यसरी रोप्ने हो पक्नुहोस् ल पक्नुहोस् है अब कसो गर्ने भन्दाखेरि साथीहरु यो नेपालको मसँग 1000 को नोट छ ल यहाँ 1000 को नोट छ यो यसलाई चाहिँ यसो गरेर नि अलि गर्ने हो के यसरी पोखाल्ने यसरी के अलि यहाँ पोखाल्ने
यसरी राख्ने तपाईँ यहाँ राखियो है। यहाँ छ तपाईँहरूसँग कुन मैले चाहिँ नेपालको नोट फलाउन चाहेकोले गर्दाखेरि मैले नेपाली नोट 1000 को छ अनि ठुलो नोटलाई धोएर पोखालेर यहाँ राखेँ होइन साथीहरू। अब यसलाई चाहिँ टक्क छोड्ने तपाईँहरूको पैसो चाहिँ फल्छ। पैसा यो मजाक होइन है साथीहरू, मजाक होइन। सबैले यो फेरि बिरुवा अलिकति हुन्छ, यो तपाईँहरूले कुन खालको ल्याउनु भएको छ यो खालको बिरुवा चाहिन्छ है, यो खालको ल यो एकदमै यो यसमा चाहिँ पैसा फल्छ है, यसमा पैसा फल्छ है। अब तपाईँहरूले एक महिना 2 महिना पछाडि हेर्नुहोस् होइन, म फेरि देखाउने छु। अहिले मेरो अवस्था साथीहरू यस्तो छ, केही छैन नि त होइन, केही छैन। हेरौँ न अब होइन, म तपाईँहरूलाई प्र्याक्टिकल गरेर प्र्याक्टिकली रूपमा भनौँ न देखाउँदैछु। म फेरि सेकेन्ड भिडियो लिएर आउनेछु। वैया त यस्तो उस्तो भनेर चाहिँ नभनिदिनु होला साथीहरू प्लिज है। तपाईँहरूले यो वास्तवमै हो है, यो वास्तवमा हो, यसरी चाहिँ हुन्छ। साथीहरूलाई म नजिकबाट अझै देखाउन चाहेँ यार। ल त्यसैन है त, यस्तरी भइरहेको छ ल साथीहरू, यस्तरी भइरहेको छ, देख्नु सक्नुहुन्छ ल, टक्क यस्तरी छ। अबको हामी केही समय भनौँ केही महिना पछाडि फेरि यसलाई हेर्नेछौँ होइन। हेरौँ कस्तो हुन्छ के हुन्छ। कि हेरौँ भन्दा पनि यो मैले प्र्याक्टिस गरेर पहिल्यै मैले यसलाई गरेर म यसमा सफल भइसकेर मात्र तपाईँहरूलाई चाहिँ यो भिडियो बनाउँदैछु ल साथीहरू। यसो चाहिँ हो, मैले यसलाई पहिल्यै परीक्षण गरिसकेको कुरा है। यो एकदमसँगले मैले यो पहिल्यै परीक्षण गरेर मैले परीक्षणमा राम्रो नतिजा आएकोले गर्दाखेरि यो भिडियो बनाउनु चाहिँ बाध्य भएको साथीहरू ल। यो भिडियो बनाउनु बाध्य भएको हो। बाध्य भएको भन्दा पनि तपाईँहरूलाई पनि सिकाउनुपर्छ, तपाईँहरूले यो कुरा बुझ्नुपर्छ। जानेको कुरा गरेको बुझेको कुरा भनेको सिकाउने हो, ज्ञान भनेको जति बाँड्यो त्यति बढ्ने भन्छन्। त्यही भएर मैले यो तपाईँहरूलाई यो कुरा सिकाएको। अब मलाई यसलाई मजाक गर्यो, रमाइलो गर्यो, त्यतिका होडे गर्यो, चुतिया के प्लिज त्यस्तो नभनिदिनु होला। 1 महिना पछाडि म तपाईँहरूलाई यसको नतिजा के आउँछ फक्क तपाईँहरूलाई देखाउने छु। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भन्दाखेरि अब यस्तो यही फटाफट सब्सक्राइब के गर्नु भन्नुहुन्छ होला, गरिदिनु भयो भने तपाईँहरूलाई राम्रो। यति चाहिँ ल, हस् नमस्ते साथीहरू, सबैलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। र तपाईँहरूको जय होस्, तपाईँहरूको भलो होस् होइन, म यति भन्नु चाहन्छु। र तपाईँहरूलाई पनि यसरी मनी प्लान्टहरू रोप्नु होला। हरेक कुरा गर्दाखेरि, हरेक हामीले काम गर्दाखेरि त्यसको एउटा सिस्टम हुन्छ। त्यो सिस्टममा चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ साथीहरू होइन। यसलाई रोप्ने सिस्टम चाहिँ यो छ ल साथीहरू, यस्तो छ। त्यसले गर्दाखेरि यसरी रोप्नु होला र तपाईँहरूले पनि मै जस्तो पैसा फलाउनु होला है। धन्यवाद।